को नेता हूं, एउटा प्रस्तावको र एउटा समर्थकको। ती दुईटै दाजु मेरा चौधरी हुन्। जुन चौधरी दाजुभाइले जुन दाजुभाइ आज मलाई समर्थन गर्छ उसले बिहान 8 बजे हजुरलाई मैले भनिहालेँ त्यो आज जति पनि मेरो मसँग जुन मल हजुरले वडा नम्बर हजुरले भनिहाल्नु वडा नम्बर 5 मा प्रत्येक वडामा सर्टेज भएको घर घर मल मेरो नेतृत्वमा गएको छ। तपाईले सोध्नु वडा नम्बर 5, वडा नम्बर 2, वडा नम्बर 4, वडा नम्बर 1 मा। र अर्को हजुरले भन्नुभयो यो भरमको खेती फैलाएको छ। कुनै पनि चौधरी दाजुभाइ र पहाडी दाजुभाइ त्यो द्वन्द्व छैन। यो चाहिँ के हुन्छ भने रोटी सेक्ने काम भएको छ भन्ने कुरो मैले तपाईलाई अनुरोध गरेको। यो चाहिँ एउटा भरमको खेती हो। हजुरलाई एउटा चीज फेरि अनुरोध गर्छु, गणेशपुर बस्तीमा जतिखेर तपाईको यहाँको पुरा टिम गएर तपाईको त्यहाँ डोजर लगाउन खोजेको थियो त्यतिखेर मैले विद्युत कार्यालयमा एकैचोटी 32 वटा मिटर लगाएर जलाएको। आजभन्दा 10 वर्ष पहिला तपाईको मिटर लगाएर त्यो गाउँ झिलिमिली गरेको इतिहास छ। त्यसले मेरो अनुरोध के भने यो चाहिँ भरमको खेती हो। सबै नेपाली दाजुभाइ तनमनले मैले भन्छु जात भनेको हाम्रो उत्पादन हो, धर्म भनेको हाम्रो प्रशोधन हो र तपाईको बजारीकरण भनेको हाम्रो ज्ञान हो भनेर मैले यो नारा गरेको छु। त्यो छँदै छैन। हजुर हस्, धन्यवाद।